हेलो वेलकम ब्याक गाइज मेरो 16th भ्लगमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ 16th भ्लग हो। आज 16 भ्लगमा चाहिँ कहाँ जाने के गर्ने भइरहेको थियो। अनि आज बिहान बिहानै यो धान चाहिँ हामीले उता मिलमा पिन्नलाई लान पर्ने छ। त्यही भएर म चाहिँ धान बोकेर सुरु भइसक्यो हिँड्नलाई। सर यो बाटो हुँदै ओह्रालो लागेर जान्छौँ गाइज। सोरापाथीको भारी बोकेर सरर जाँदैछु। अहिले बिहानको 7:30 भएको छ। मिलमा अलि छिटै पुर्याउनु पर्छ क्या। पर्सि काठमाडौँ जाँदा लिएर जानुपर्ने छ यो धान, सरी चामल। गाउँको चामल मिठो हुन्छ भनेर लान लागेको। अब हेरौँ गाइज, एक भारी मिलमा पुर्याएर फर्किसकेँ म। अझ अर्को भारी पनि लिन जानु छ है। उकालो चढ्न चाहिँ लास गाह्रो हुन्छ। यो भएको जति बोसो जति सब झऱ्यो हुन्छ नि, यस्तो उकालो हिँड्नुपर्छ गाइज। मस्त एक्सर्साइज भएको छ गाइज। फेरि आइपुग्नु लागे। हामीले चाहिँ यो घरबाट धान किनेर अनि मिलमा लगाएर कुटेर चामल बनाएर काठमाडौँ एक्सपोर्ट गर्न लागेको आफ्नै लागि। सो फेरि अर्को खेपको लागि आउँदैछु। सोह्रपाथी लगेँ, 10 पाथी भाइले भन्छ। अब फेरि 14 पाथीको भारी छ गाइज। दोस्तो तिर्खा लागेको छ। पानी खानु पर्यो, यस्तो धारा हो। थाके बेला फेरि धेरै खानु न पानी। यो भारी हो। अझ कति पाथी जिम्मा यो? 14 कि 16? 16। त्यसलाई 8 हालिदियो भाइले। ओके ओके। जाँदा त ठिकै थियो, आउँदा थाक्ने रहेछ कि। त्यो भाइले पनि झारे रुख एउटा रुख त्यसले एउटा रुख मैले अघि भन्दा गरमको छ त भने थाक्या भएर हो क्या। हजुर कति 12 पाथी होला जिम्मा कि? म अर्को खेप नि आइदिन्छु नि त, नसुनि पर्दैन न त आइदिन्छु। के छ र गाइज, खुट्टा त लुक काम छ त ओह्रालोमा यार। के भन्ने, एक पसारमा यस्तो लुक बानी पाऱ्यो भने त। मैले 20-21 पाथीसम्म बोकेको छु र अहिले धेरै पछि नै हो क्या यो के अरे भारी बोकेको नि। तर हल्का लुक भाइ कस्तो भइरहेछ? एक्सपिरियन्स भन्दा नि खुट्टा लुक भयो। रमाइलो छ गाइज भारी सारी बोकेर हिँड्नुलाई। जस वेट चाहिँ लस हुन्छ। अघिको भारी चाहिँ हो गाइज है। फेरि यता राख्नु अनि यता राख्नु पुरा भुइँमा राख्दियो। भुइँमा बेला त बिस्तारै यता यो 2टा भारी ल्याएको गाइज मैले। आउँछौँ बाहिर निस्क्यो। नाम्रो टिप मुन्डो बाङ्यो गाइज। गर्दा नै अरट्ठ भएर मलाई कुकुर सुकुरदेखि केही डर लाग्दैन। मलाई गर्दा नै अरट्ठ भएर पनि डर लागेर यहाँ त मकै नि राम्रै हुन्छ है। रोप्न छोडिहाल्यो अब के गर्ने। यस्तो बाँझो भएको छ गाइज है। किन र पहिला त हामी बस्थ्यौँ माथितिर है उसतिर।
पाल्टी ढुङ्गा माथि आउँछ माथिको खान्छ पाल्टी माथि घर पाल्टी खान्छ त्यो सकेन केही लाएन भने जान्छ है हिँड भन्नु पर्ने भनेर मैले फेरि त्यता थप खाइछ पाटपट्टि छ यता मुनतिर छ राततिर छ देख्दै दिएन है अनि त्यहाँ को हाथी त्यो रमेश बुढी नि आयो अनि त्यो रमेश बुढीमा बसिरह्यो अनि जिरा घाँस खाएर आयो अनि फेरि जिरा घाँस खाएर आयो फेरि म गएँ फेरि त्यो काली त्यो रमेशको दुईवटा छोरा रमेश बुढी त्यो छुट्टी पुगुनी लिएर आयो है छुट्टी पुगुनी लिएर आएपछि अनि बन्द भयो आएन क्या किलो खाँदा त्यो भर्खर कलिल भएको थियो नखा सेलीसँग राखेँ किलो खाँदा 2 डोको 3 डोको मलाई आएको होला यत्रो बारेमा जम्मा 3 डोको जम्मै दुधी भएर लाँदै सर्लक्क अनि सबै खाएको अनि त्यहाँबाट लाउनु छोड्दै हो त्यहाँबाट लान्छ अब यस्तो खण्डर घाडी भइसक्यो है गाइस हिजोको डडेलो चाहिँ यताबाट सर र फेरि यता तलसम्म आएको छ है यस्तो धेरै धुवाँ छ मस्त पुरै जङ्गल जल्छ यो 2-3 दिनमा हामी चाहिँ यता के अरे सालको घाँस लिन आएको थियौँ जङ्गलमा अनि अलिअलि यसो भारी पुर्याएर निस्किसक्यौँ मरजीमा आएको होइन लगभग अहिले चाहिँ कति 4 बजे गाइस देख्न सक्नुहुन्छ यो माथितिरको आगो पुरै तलतिर नि आइसक्यो तलतिर नि जान्छ यो आगो चाहिँ स्योर हो अन्त यताबाट माथिबाट आएको कि हिजोको त्यो डाँडामा देखेको आगो चाहिँ यतासम्म आइपुग्यो ओहो धुवा जिम्मा कसरी जाने हो दोस्तै आयो बाटोमा नि आगो लगाएर फरेस्ट फायर गाइज हिजो रातभरिमा यो पुरै डाँडा हिजो हर्दै थियो अहिले त होइन त पुरै काल्लामे अनि जुन डर थियो नि यता नि डढे लाग्छ भन्थ्यो नि यता नि डढे लाग्यो है ओके गाइज आजको यो 16th भ्लग चाहिँ यहीँ नै गरौँ आज हल्का मुड अलिकति डाउन अलिकति ठिक नभएको भएर त्यति भ्लग चाहिँ रेकर्ड गरिनँ त्यसै होइन अनि त्यही भएर भ्लग चाहिँ आज अलिकति छोटो पनि भएको छ हिजोको भ्लग हेर्नुभएको छैन भने यहाँ थिचेर चाहिँ हेर्नु होला